साथीहरु आज चाहिँ मेरो बारीको रोपाई छ हेर्दै हुनुहुन्छ रोप्तारीहरु यहाँ बिउ फाल्ने मान्छे बारीमा चाहिँ सबै रोप्तारीहरुको आगमन छ यो तराईको रोपाई सुदूरपश्चिमको रोपाई यस्तो संस्कार छ यहाँ पूजाआजा भइराछ मामाले चाहिँ पूजा गर्दै हुनुहुन्छ यहाँ पूजा सकेर चाहिँ टीका लगाउने काम भइराछ अहिले सुरु भयो टीका लगाउन चाहिँ प्रसाद वितरण नारियल फुटाछ चुइगम पनि हो चुइगम पनि रोप्तारीलाई दिने गरेको छ यस्तै छ टीका लगाउँदै ल कस्तो लागिरहेछ बसी बसी खानु र रोपाईमा काम गर्नु कहिले काहीँको स्ट्रगल केही भन्नु छ गोरीमा चाहिँ फेरि काली होला भन्ने पनि डर होला होइन ठिक छ ए बिउ फाल्दै है हाम्रो यहाँ यसरी बाउसेहरू काम गरिन्छ यहाँ रोप्तारीहरू आइरहेछन् उमेरमा सानी भए पनि नातामा ठुली मान्छे हुन् यस्तै छ रमाइलो छ हाम्रो यसरी टीका लगाइन्छ यहाँ सुदूरपश्चिमको संस्कारमा रोपाईको यस्तो छ हाइटमा त ठुलो हो मेरो नाता चाहिँ सानो हो ल रोपाईको शुभकामना आदान प्रदान भइरहेछ होइन धेरै फलोस् चाँडो सकियोस् कम थकाइ लगाओस् होइन यस्तै छ गाइस आजको काम आजको रोपाई यहाँ यसरी चाहिँ ट्र्याक्टर लगाइएको छ टकटके ट्र्याक्टर यहाँ बाउसेको काम पनि गर्दै बुढो मान्छेले चाहिँ धेरै काम गर्नुहुन्छ यस्तै हो 12 चौरा 13 नाति बुढोको धुत्रो केही काँधै माथि भने जस्तै अहिलेको चाहिँ हली भनौँ अब ट्र्याक्टरमा लगाउने हली अहिलेका हली गोरु जोत्न छोडे ट्र्याक्टरमा काम हुन्छ आजकल खबर यहाँ हाम्रो यहाँ खाना पाकिरहेछ रोप्तारीको खाना यो भान्सेका मुखिया हुन् यसरी खाना पाकिरहेछ रोप्तारीको लागि हलीको लागि के छ आन्टी खाना कस्तो पाकिरहेछ त बढिया छ तगडा खान मान्छे भात पकाउने पनि यहाँ चाहिँ दाल पाकिरहेछ तरकारीको व्यवस्था छ आज काम गर्ने सबैलाई खाना यतै हुन्छ खानापिना पकाइन्छ रोप्तारी केही छ भनाइ यता चाहिँ खाना पाकिरहेछ गाइस खाना खाने समय चाहिँ 12 बजे हुन्छ खानाको स्वाद चाहिँ अहिले खाएर थाहा हुने हो आन्टीले चाहिँ एकदम मेहनत गरेर पकाइराखन् हाम्रो खेतको त बिउ गाड्ने मान्छेहरू यता छन् बिउ गाड्दै छन् छिमेकी आफन्तजनहरू यहाँ खुसियाली बाड्दै त्यही त भनेको देश विदेश सबै दर्शकहरूलाई हाम्रो गाउँमा चाहिँ यसरी काम गरिन्छ है मेलापातहरू छरछिमेकीमा साउनी चाहिँ यसरी डोकोमा चाहिँ बिउ बोक्दै यहाँ हाम्रो आन्टी इस्माइलका साथ काम गर्दै हुनुहुन्छ आजको चाहिँ दिनभरि बिउ गाड्ने रमाइलो गर्ने काम सकियोस् रे धेरै फलोस् काम गर्दा गर्दा थाकाइ नलगाओस् हैन
दुई भगारी यसपालि भरिया छन् भने दुई भगारी फेरि प्लस गर्न मिलोस् अर्को साल धेरै फलोस् होइन छोराछोरीको पनि बिहे होस् यही धानले जोले भन जोले जोले भन्न न सुन्नु पऱ्यो न यसरी गाना गाउँदै सुदूर पश्चिममा त बिउ निकाल्दै काम गर्दै गर्ने गरिन्छ। यसरी चाहिँ यहाँ पानीको व्यवस्था छ, बोरिङबाट पानी लगाएर खेतमा पानी लगेर रोपाइँ गर्ने गरिन्छ। यसरी नहरको व्यवस्था गरेर खेतमा लगेर चाहिँ रोपाइँ गर्ने गरिन्छ। यहाँ सबै काम गर्न जान्नुपर्छ मान्छेले, ल है आमाले रोप्छ कि छिटो छोराले रोप्छ अनि बुढी चाहिँ आउनु लाग्छन् ऊ अब बुढीलाई त चिनेकै होला। ल हेर के छ आमा केही भनाइहरू दुःख सुख हामी चाहिँ रोपाइँको अब अन्तिमतिर आयौँ। अब यो भगारी हाल्ने काम सुरु भएको छ, यो चाहिँ अन्तिममा हालेर रोपाइँ सकाइन्छ। यो चाहिँ सुदूरपश्चिमको चलन हो। खोइ भगारी टट्टली सुरु भयो, भगारी हाल्दै भगारीभरि धान हुने गरी रमाइलो छ ल।